हेलो साथीहरु, हाम्रो ड्रागन फ्रुट चाहिँ पाकिसकेको छ। पुरा हेर्नुस्, यहाँ रातो भइसकेको छ। यहाँ फुलेर फेरि छ। यहाँ फेरि मौरीले खाइरहेछ। हेर्नुस्, मौरीले फुलेकोमा उहाँ ड्रागन फ्रुट रातो भएर पाकिसकेको छ। अब 3वटा बोटमा पाकेको छ। म चाहिँ चट्टै टिपेर देखाउँछु। यो कैजीले हेर्नुस्, ड्रागन फ्रुट पाकिसकेको छ। अब हेर्नुस् है, मैले टिपे। अब म चाहिँ 1 घण्टा गर्दै टिप्छु। अब यो बाल्टीमा टिप्ने हो। आउन त चारवटा हेर्नुस्, रातो पाकिसकेको छ। गजब भन्छ पाकेर पनि। त्यो चाहिँ फुटिसकेको रहेछ। यो चाहिँ फुटिसकेको छ। अब यता सबै गजबसित। यो चाहिँ पहिलो लटको हो। हेर्नुहोस् साथीहरु, पुरै रातो रहेछ। यो चाहिँ रातोवाला ड्रागन फ्रुट हो।
पनि फुट्नु लागेको छ। यो चाहिँ ड्राइङ फ्रुट यतिका अब हाम्रो छ। अब यो कैँची बन्द गरेर टिपेर लगाउनु। यो खस्यो, यो चाहिँ एक ठाउँको झन्डै एक बाल्टी चाहिँ भयो है साथीहरू। अब पहिलो लटको चाहिँ टिप्यो, अब दोस्रो लटको फेरि कहिले फल्छ। दोस्रो लटको अब फुलहरू फुलिसकेको छ, दोस्रो लटको फुलहरू फुलिसकेको छ। अब कोही चाहिँ फुल फुल्न छ, कोपिला भइरहेछ। यो अब अर्कोचोटि फल्छ, फेरि यो फुल्छ अब केही दिनमा। यहाँ चाहिँ फुलिसकेको चाहिँ अझै यहाँ फुलिसकेको छ। यिनीहरू चाहिँ यिनीहरू अब सानो कोपिलाहरू हुँदैछन्, फल्न रेडी सबै। अब चाहिँ फलै गर्छ। अब चाहिँ हिउँमा पनि छ, टन्नै अझै फल्ने होला। यता यो कोपिलाहरू यता छ, यो चाहिँ फल्या छैन अझै, यो पनि फल्न बाँकी छ। यो पनि फल्न लाग्छ कि फल्या छैन रहेछ। यो चाहिँ अर्को वर्ष फल्छ। यो चाहिँ योमा चाहिँ धेरै फल्या थियो, अघि नै पनि टिपिसक्यौँ, हेरिसक्नु भयो। अब फल्न चाहिँ बाँकी छ। कोपिलाहरू चाहिँ भइरहेछ। यहाँ छ अर्को, यस्तै धेरै छन्। क्यामेरामा त्यति नदेखेला, तर धेरै छ फल्ने बाँकी।